नमस्कार दर्शकवृन्द, तपाईले सुन्नुहुँदैछ रायगरुङ समाचार। त्यसो भन्नु भएन। हाई, गुड मर्निङ एभ्रिवान। सबै उठ्नु भयो होला है। म पनि उठे भर्खरै भन्दा म कि झन्डै 6 बजी उठेको, तर अलिकति ढिलै भयो हो। यस्तै हुन्छ र अब डेली म आएर फेरि त्यही पोजिसनमा त्यही कुराहरू भन्दा अब त्यस्तै हुन्छ। क्लास भन्ने कुरा त्यस्तै हुन्छ हैन। एउटा केही कुरा हामी सिक्दैछु भनेदेखिलाई त्यो रिपिटेटिभ खालके नै हुन्छ। त्यसले गर्दा इरिटेट नहुनु होला है। र अस्तिको दिन हामीले प्रार्थनाहरू सिक्दै थियौँ। हाम्रो इनिसिएटिभ थियो है, जहाँ चाहिँ हामी मन्त्रहरू सिक्नेछौँ भनेर। र मन्त्रहरू मैले सिकाएको थिएँ। कराग्र वैष्णदेव बाबा भगतुण्ड भयो, त्यसपछि गुरु मन्त्र भयो, त्यहाँदेखि जो मैले शिवजीको मन्त्र सिकाएको थिएँ होइन। र आज चाहिँ हामी माता सरस्वतीको आराधना गर्नेछौँ, त्यसको प्रार्थना सिक्नेछौँ है त। र स्टार्टिङमा यस्तो हुन्छ है। तमेव माता च पिता तमेव बन्धु सखा तमेव विद्या द्रविणं तमेव सर्वं मम देव है। र यो चाहिँ हामीले आराधना गर्दैछौँ। त्यसको लागि चाहिँ यो चाहिँ सरस्वती वन्दना भन्नु होइन। सरस्वती माताको प्रार्थना गर्ने। हामी यहाँनिर भन्दैछौँ, तमेव माता च पिता तमेव बन्धु सखा तमेव विद्या द्रविणं तमेव सर्वं मम देव भनेर चाहिँ भनेर भन्दैछ है। यहाँ चाहिँ अब बुझिहाल्नु भयो, नर्मल छ, सिम्पल छ। र फेरि एकपल्ट रिपिट गर्छु ल। तमेव माता च पिता तमेव बन्धु सखा तमेव विद्या द्रविणं तमेव सर्वं मम देव भनेर चाहिँ हामीले यसरी प्रार्थना गर्छौँ है त। यो चाहिँ हाम्रो जो 3, 4, 5 5th प्रार्थना हामीले आज सिक्दैछौँ है। मलाई पनि सिकाउन सक्नुहुन्छ। भिडियो बनाएर पठाउनु, तपाईँहरूले हाल्नुहोस्, सेयर गर्नुहोस्। मैले मात्रै गरेको भयो हो। ल ठिक छ। अब आजको दिन पनि राम्रो छ, घाम लागिरहेको छ हो। सबैको दिन शुभ होस्। र अहिले त बादमा अब के हुन्छ हामी बात मार्नेछौँ। ओके, अहिलेको लागि नमस्कार, प्रणाम, साईराम, सत श्री अकाल, सलाम अलैकुम एन्ड जय मसी।